तर यो चाहिँ फेरि ओभर द डोर हो कि तिम्रो डोरमा कसरी राख्नु मिल्छ तिम्रो त्यही झुन्डै नि भयो नि काँटा हालेर मिल्दैन र उता हेर नि त कि एउटा ठाउँ छ र यहाँ हामी चाहिँ मिरर किन्न आएको हस्बेन्ड एन्ड वाइफ मैले चाहिँ ब्याग लगाएर बिस्तारै ल्याएको यस यो ओभर mirrors. It's secure. Mirror is here. Sasurali Johnny ho. Mas otário, hein? आज चाहिँ हामी माइत जाने दिन जोय साथले चलाउँदैछ अनि म चाहिँ excited to go home based on gratitude अनि अलिकति भ्लग गर्छु किनभने मैले भ्लग गर्न बिर्सेछु के लाग्छ नि I want to document everything, but I can't at the same time. This is the way it has. You know, I'm busy with her. It's now, अब हाम्रो 1 घण्टाको यात्रा छ पोखरादेखि काठमाडौँ गए जस्तो हो त्यो त होइन होला पोखरादेखि खैरेनी हाम्रो चाहिँ त्यस्तै छ अनि आएपछि मम्मीलाई चाहिँ भेटौँला एल्जालाई पनि भेट्छ यही हो अक्षय कुमार हजुर यो बुनेको ए बुनेको हामी चाहिँ अहिले सर्भिस ब्रेकमा छौँ ग्यास खाँदै I've got a kids menu, burgers, ice cream, cheese. See guys, ल हामी चाहिँ अब लगभग आइपुग्न लाग्यो कोनवालको टुप्पोमा माथि चढ न ल Cheers! हिँडेर जाने बाटो हामी बुढाबुढी मर्निङ वाक भन्दा कि आफ्टरनुन वाक भन्दा कि के वाक भन्ने यतिकै टुर हो नि कस्तो लाग्छ ल टुर त नि तिम्रो पर बिच जा भने बोलाउँछ तपाईँ डाँडा उफ्राउनु त्यो डाँडा भनेर मलाई जहिले धाक्दै आउँछ त्यो डाँडा नौगए लेट्स सी ओ बसाएछ बस स्टप ट्रान्सपोर्ट फर कोनबाट यहाँ कता लैजाने चाहिँ बस स्टपले हेर न यार यार यहाँदेखिको त्यो त्यसको सम्म खै कता त्यसको छ इस त्यसको जाने हामी 12:44 2 घन्टामा आउने रहेछ नि फेरि यो त सक्दैन फर्किने कोही पाएन भने यताबाट हो कि बिच बिच ल हामी चाहिँ हेर कस्तो राम्रो छ यहाँ सहर ल वाह यो चाहिँ यताबाट किनाराको पानी आएर समुद्रमा जोइन हुने रहेछ फोन घन्टीमा राख है ल हामी चाहिँ डाँडा काँडा चढ्न लागेको
कान्छाले अगाडि लिड गर्दैछ। त्यो डाँडा चाहिँ सक्दैन हल्का फुल्का यो सानो डाँडा काटौँ भनेर है। अब हेरौँ न अब यो बाटोले कहाँसम्म पुऱ्याउँछ। अनि त्यसपछि हामी फेरि ब्याक आउने छौँ किनभने थकै लाग्छ होइन। हल्का आज चाहिँ होलिडे प्लस हाइकिङ भइगयो हो र। अब कालीलाई चाहिँ एकदम जल्दी पोखराको याद आए जस्तो छ। 2019 मा गएको छैन रहेछ है। ल ठिक छ। अब भ्यू चाहिँ दामी छ है गाइस, हेर्नु होला। त्यो गाईले हामीलाई गाई बनाइन्छ अरे। हेर गाईहरू चारेको थियो। यो चाहिँ यहाँ चाहिँ पिच बनाइदिन्छ है। अरू सबै पक्का गाउँको बाटो गल्लीमा जाँदैछ हामी। म चाहिँ यहाँ बिस्तारै हिँड्दैछौँ। ठाउँमा कुर्सी पनि रहेछ हजुर थकाइ मिसाउनको लागि है। बस्नु त्यस्तो है। ल अब हर्ब्सहरू होला नि त। तिमी चिया पनि आउनु त हो। कतै छ खाले त्यो त छाइप्स हो कि स्प्रिङ अनियन होइन, छाइप्स भन्छ नि त्यो। छ क्या, म देखाउँछु भरे अहिले गुगलमा। अहिले इन्टरनेट छैन यहाँ। अब ल गल्ली गयो है त गाइस। ल उकालो ओह्रालो हामी चाहिँ यहाँ पुग्यो है। यहाँ के रहेछ? म चाहिँ यहाँ डर लागेर यसरी तानेर बसेछु बुढाजीलाई। बुढा चाहिँ नजिक गएर डिल हामी यहाँ हेर डर लाग्दो थर काम्छ है यहाँ खुट्टा। हामी त्यहाँ जाने भनेको तर सकेन गोरीले। आज मलाई भन्न लाग्थ्यो होला गोरी नसक्दो रहेछ। नाटक रहेछ ट्रेकिङ जाने यहाँ ऊ हाइकिङ। हामी चाहिँ अहिले लगभग आधी घन्टा हिँड्यो होला। आधी घन्टा हिँड्यो नि 20 मिनट। ओके 20 मिनट्स कुल्ची बुढा हामी चाहिँ यस्तो छाडीमा बस्छ। ए सानो टिक्क मात्रै रहेछ। एउटा हालेर ट्राई गर न पहिला। हामी चाहिँ अहिले पल्लो पारीको के भन्छ अरे घरतिर हेर्दै आएको। खै कुल्चीलाई आज के जोस चलेछ। यताबाट जाने रहेछ त्यो माथिको डाँडा भएकाले। होलिडे चाहिँ कालीजीले नै इन्जोय गरे जस्तो लाग्यो मलाई। हामी चाहिँ पप त्यहाँ घर त्यहाँ जाँदैछ त्यो डाँडा। बाफ्रे हेर न चम्केको त्यहाँ। ल हामी चाहिँ कति मिनट हिँड्ने हो कुनी, तर कालीले चाहिँ यस्तो गल्ली लाँदैछ। मलाई छोडेर जानु लाग्छ। यो बुढा चाहिँ ठिक लागेन है। अब कति मिनट हिँड्ने हो? अलमोस्ट 5 माइलको डाँडा हो अरे। हेरौँ अब के हुन्छ है। हेर त उता मोज लिँदैछ त। म चाहिँ सानो छ यहाँ। कहिले गाउँ हिँडेको भए पो हुन्छ त है। अब ठिकै छ, एकपलको जिन्दगीमा आज हिँडिन्छ किनभने भोलि हाम्रो चेकआउटको दिन हो।
अनि अब कहाँसम्म पुग्छ म चाहिँ राख्छु भुसुना चाहिँ नआओस् किनभने आई हेट भुसुना जाऊँ भन्दा यहाँ छ ऊ चाहिँ जोसेर गछ म चाहिँ यहाँ पछाडि पछाडि हिँड्दैछु यसको डाँडाको नाम चाहिँ पेन किमारे ल उताको डाँडा नि चढियो ए त नि सेन्ड पिस नै हराइसक्यो कि हो स्यान्डै हरायो नि हामी चाहिँ अघि नै उता टेनिस कोर्टको भर्खरतिर गएको आधा बाटोमा फर्केको अहिले पनि यो पनि आधा बाटोमा फर्किनुपर्छ पुजीलाई हेर न यो नेपालको जस्तो झाङ्रा हामी त्यो माथि गयो भने गाईलाई भेटिन्छ के मन परेको होला पनि यो पुजीलाई चारैतिरको टप भिउमा जानुपर्ने सबै किनार किनारमा बस्ने रहेछ है हेर न बुढी पाखाहरू त्यही त अब त बढ्दै बढ्दै आयो नि त यता कस्तो रमाइलो ठाउँ रहेछ यही जाने माथि के रे त्यही माथिसँग जाउँ भन्दा मानेन जाऊ न तिमी जाऊ के जानु हो भङ्गेरा धरियो उयो हेर न भङ्गेरा खोइ सानो ल अब है लाउरे दाइले ल हाई नाच त लाउरे दाइले खुकुरी भिरेछ यो कालो चाहिँ साह्रै छ गाइस हामी चाहिँ अब घरतिर लागेको कुर्जीलाई एकदम थकाइ लाग्यो यो चाहिँ साह्रो ठाडो उकालो रहेछ अनि अब घर गएर रिल्याक्स गर्नु पर्यो यस्तो हुन्छ गाइज बढी जग्गा पार्यो अनि ट्रेकिङ हाइकिङको जग्गा बढी हाल्यो यस्तो हुन्छ यस्तो छ यो चाहिँ हामी बसेको उहाँ माथि जाऊँ भनेको उहाँ मानेर सकेन सोल्टिनी आधी बाटो नै होइन त आधीको नै आधी उहाँ माथि त गाईहरूलाई जाऊँ भने खास त्यो र सिबीमा ढाट्नुहुन्न बुझ्यो नि यसको यस्तो भएको त अति हो तर यसलाई मरमत चाहिँ डह्रो गर्नुपर्ने रहेछ कुन त्यो काठ भएको ठाउँमा त्यो काठ कुन काठ त्यसको नि माथि हो अलिक कति माथि धेरै टाढै थिएन कि यो चाहिँ हाम्रो सिम्पल खाना ससेज बर्गर खाँदैछौँ आयोजकको लागि चाहिँ लास्ट नाइट ल अब चाहिँ हामी जान लाग्यो घरतिर इट वाज नाइस स्टेइङ एट दिस प्लेस 1 2 3 we'll miss this view see you next time Thank you so much. गीतको नाम चाहिँ बनाउन मात्र चाहिँ